साथीहरू स्वागत छ भुवन फ्याक्ट युट्युब च्यानलमा। आज चाहिँ हामीले सागरेको घर किन आएन भन्ने विषयमा छलफल गर्न गइरहेका छौँ। इतनी खुशी मुझे आज तक नहीं हुई। सागरेको घर नआउनुको कारणहरू धेरै हुन सक्छन्। सागर दाई कुनै कुरामा बिजी हुनु, नजिकै आएको चुनावको कारण अथवा होलीमा हाल्छु भनेर बसिरहनु भएको हुनसक्छ। त्यसैले सागरेको घर नआउनुको कारण पनि हुनसक्छ। तपाईँहरूलाई यस्तो कारणहरू थाहा छ भने मलाई फेसबुकमा गएर मेसेज गर्न सक्नुहुन्छ। मैले चाहिँ फेसबुकमा लिङ्क दिएको छु, तपाईँले यहाँ तल डिस्क्रिप्सनमा तपाईँले भन्न सक्नुहुन्छ सागरको घर 337 भाग किन आएन त भनेर हामीहरू छलफल गर्ने नै छौँ। मैले भोलि भिडियो हाल्ने छु यसको विषयको बारेमा। यो चाहिँ किन आएन भन्ने कुरा मलाई पनि त्यस्तो खासै थाहा छैन। तपाईँहरूलाई थाहा छ भने कमेन्टमा वा मेरो फेसबुकमा गएर कमेन्ट गर्नुहोला। तपाईँहरूलाई मैले अब अपडेट गराएँ। A few moments later. ल साथीहरू, फेरि भेटौँला। यो च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गर्नुहोला। भिडियो मन पर्यो भने लाइक गर्नुहोला। थ्याङ्क यू। साँच्चै सबैजनालाई ह्याप्पी होली।